पाको यो पाकेपछि कस्तो छ नि त तिमी पाके भात हाल्नु कि नपाकेको हैन पकाउने उमेर पकाउने पुस 15 वनभोजको लागि हाम्रो सरले लोगन सर पुरै कटिङ गरिरहनु भएको छ है ब्याकअप का के लाने होला यार ब्याकअप कस्तो ब्याकअप त्यही ब्याट्री छ ब्याकअप छैन के केलाई एसी गराउनु पर्यो त्यही इन्भर्टर पनि छ त अनि हानम न हानम तेल हाल्न पर्दैन का 1 लिटरै बाहिर फाल्ने भयो कि सागकोटाले आहा मेसो यहाँ त भइहाल्यो कि रक्सीले कुरा रक्सी अहिले लिम लाग्यो छोडिदिनु हर नलिम अहिले लिम लाग्यो हैन अब त पुलो खाने होला के कतिजना भन्छ भन्नु भयो त्यही के खाने भन्नाले अर्कै हो अन्य देखे बोकु ढालेर पनि खोलामा ल्याइसकेको गराएको छ यस्तो बनेको छ त्यसो अलिक छ्याक्क गराउनु पर्छ है केटाहरूले बोका छिरिरहेछ भने बोका छिरिरहेछ भने आज पुस 15 मनाउँदै सिँगै बोकु ढालेर है त हामीलाई कोही बोलाएको हुन्छ त हामी चित दुख्छ क्या हामी कालो थोरै छुरे बोक्रो हामी त कालो त हामीलाई कोही बोलाएको हुन्छ त हामी चित दुख्छ क्या हामी अनार फोक्दै जिसको लागि रक्सी फलफुल सबै मिक्स मैले पोहोर हानिदिएको हालम 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 सबै सो गाइस खाँदै नाच्दै रमाइलो भइरहेको छ साथीहरु नाचिरहेको छ यसमा चाहिँ हाम्रो